येशू ख्रीष्टको नाउँमा यहाँहरू सबैलाई जय मेसी, प्रेज द लर्ड, येशूलाई महिमा भएको होस्। अनि आजको समय अनि नेपाली विक्रम सम्वत 2081 लाई बाई बाई गरिकन हामी 2082 लाई हामी यो समय हामी स्वागत गर्दैछौँ। अनि हामी देश विदेश रहेर जतिसुकै देशमा रहे पनि आज हामी नेपालीपन छ, नेपाली रगत छ अनि नेपालको माया भएको कारणले 2082 लाई हामी स्वागत गर्दैछौँ। अनि 2082 लाग्दै गर्दाखेरि किन यो भिडियो म तपाईँहरूको माझमा एउटा बनाउनु मन लाग्यो भन्दाखेरि 2082 मा चाहिँ आज प्रिय मित्रहरू म तपाईँहरूलाई के भन्न चाहन्छु भने 2082 मा चाहिँ अब हामीले 2081 मा गर्न नसकेको कुराहरू हामी गर्नेछौँ भनिकन म विश्वासको साथ बोल्दैछु। अनि 2082 मा चाहिँ अब ठुल्ठुलो परमेश्वरको महिमा अनि आराधना अनि परमेश्वरको कामहरू गर्नेछौँ भनिकन म विश्वास गर्छु। अनि यहाँहरू पनि यो कुरालाई पक्रिनुहुन्छ अनि यो कुरालाई विश्वास गर्नुहुन्छ भन्ने आशाको साथ आज तपाईँहरूसँग यो कुरालाई सेयर गर्न चाहन्छु। अन्त 2082 लाग्दै गर्दाखेरि नयाँ समय, नयाँ वर्ष, नयाँ ऋतु अनि नयाँ टाइममा चाहिँ भित्र पस्दैछौँ। अनि यो 2082 मा टेक्दै गर्दाखेरि हाम्रो जीवनमा साँच्चै नै परमेश्वरले यति धेरै महत्त्वपूर्ण आशिषहरू हाम्रो जीवनमा राखिदिनु भएको छ। जसै त्यो कुरालाई हामी विश्वासको साथ हामी जसै हामी पक्रिन्छौँ भने विश्वासको साथमा हामी चाहिँ अँगालिकन अघि बढ्छौँ भने हाम्रो जीवनमा प्रियहरू तपाईँ र मलाई परमेश्वरले ती बिग्ना दिनुहुन्छ जुन चाहिँ आज हाम्रो सोच अनि विचार भन्दा पनि बाहिरको कुरा हो। यो चाहिँ बाहिरको कुराहरू हो, बाहिरी कुराहरू हो। सो त्यस कारणले नि हामी आज कति पटक हामी कति समय हामी विश्वासै गर्दैनौँ है। यो कुरा हुन्छ भन्दै गर्दाखेरि हामी विश्वास गरी पठाउँदैनौँ, हुन्छ कि हुँदैन होला नि होइन, हामी शङ्का गर्छौँ। हामी बाइबलमा हेर्छौँ भने यस्तो व्यक्ति हामी पाउँछौँ जो चाहिँ पत्रुस एक बिहानै यीशु ख्रीष्ट चाहिँ पानीमाथि हिँड्दै आउँदै गर्दाखेरि त्यो समय टाढोबाट पत्रुसले देख्छ अनि हिँड्दै गर्दाखेरि पर देख्दाखेरि चाहिँ पत्रुसले चाहिँ यीशु ख्रीष्ट पो आउँदै हुनुहुँदो रहेछ, प्रभु पो हुनुहुँदो रहेछ है। बिहानी झिसमिसे बिहानमा भनेको छ बाइबलमा होइन, झिसमिसे समयमा टक्कसँगले हेर्दाखेरि पर चाहिँ यीशु ख्रीष्ट पानीमाथि हिँड्दै गरेको हुन्छ। अनि पत्रुसले भन्छ, चुलबुले हुन्छ पत्रुस है, हामी सबैलाई क्यारेक्टर थाहा छ पत्रुसको। अनि त्यो समय पत्रुसले भन्छ, प्रभु म पनि आइज है। यीशु ख्रीष्टले भन्नुहुन्छ आइज है। पत्रुस हिँड्दै जान्छ पानीमाथि है, समुद्रमा टक्क हिँड्दै जाँदाखेरि आधा समुद्रको बिचमा पुग्दै गर्दा उसलाई मनमा के हुन्छ त, शङ्का जाग्छ उसको मनमा। अनि भन्छ ओहो म त डुब्छु होला, भन्दा नभन्दा शङ्का जागिसक्दा ऊ डुबिसकेको हुन्छ। तर यीशु ख्रीष्टले हतार पतार गरिकन उसलाई चाहिँ तानेर निकालेको छ। किन भन्दाखेरि नि मेरो प्रियहरू, जसै शङ्का हामीले मनमा गऱ्यौँ भने हामी 100% डुब्छौँ। यो कुरालाई हामी कसैले दुई मात्रै छैन है, कसैले के गर्नु जति भन्दै गर्दाखेरि डिस्कस गर्ने कुरै होइन। किनभने हामी चाहिँ जसै हाम्रो हृदयमा शङ्का गर्छौँ, हाम्रो मनमा शङ्का उत्पन्न हुन्छ, हामी डुब्छौँ। अनि किन यो कुरालाई चर्चा गर्दैछु भने हामी यो 2082 मा चाहिँ हामी साँच्चै नै प्रभुको ठुल्ठुलो हामीद्वारा चाहिँ प्रभुको महिमा होइन, प्रभुले चाहिँ हामीलाई राखिदिएको आशिषलाई पक्रिकन अघि बढिकन यीशु जस्तै भइकन हिँड्ने व्यक्ति चाहिँ परमेश्वरले खोज्दै हुनुहुन्छ अबको समय, अबको ऋतुहरूमा। अब यी अन्तिम दिनहरूमा हामी बाँच्दै गर्दाखेरि परमेश्वरले साँच्चै शक्तिशाली कार्य चाहिँ गर्न चाहनुहुन्छ। आज तपाईँ अनि मलाई चाहिँ बोलाउनुहुन्छ। तर त्यो ऋतु अनि त्यो अभिषेकलाई पक्रिने चाहिँ आज यो भिडमा धेरै मानिसहरू छन् है। अन्त धेरै नै छन् प्रभुलाई चिन्नेहरू नचिन्नेहरू छ। तर अबको ऋतु अनि समयमा चाहिँ परमेश्वरले त्यस्तो व्यक्तिलाई खोज्दै हुनुहुन्छ जुन चाहिँ नियतिको कुराहरू पक्रिकन अघि बढ्ने, जुन डिस्टिनीहरूलाई चाहिँ पक्रिकन अघि बढ्ने व्यक्तिलाई चाहिँ यो 2082 मा खोज्दै हुनुहुन्छ। प्रियहरू, के तपाईँ अनि म तयार छौँ? सुन्नुहोस् मेरो प्रियहरू, यो किन भिडियो बनाउँदैछु भन्दाखेरि आज नि तपाईँ र मलाई परमेश्वरले धेरै भिडहरूमा खोज्दै हुनुहुन्छ अनि त्यो नियतिको कुराहरू बोकिकन अघि जाने। सुन्नुहोस् मेरो प्रियहरू, आज संसारमा धेरै छन्, हरेक प्रकारको मान्छेहरू हुन्छ, तर परमेश्वरले एउटै कुरा चाहनुहुन्छ, तपाईँ र मलाई चाहिँ नि त्यो एउटा इजिकियल 22:30 भन्छ धाँधोमा उभिने व्यक्ति। सुन्नुहोस् मेरो प्रियहरू, आज हामीलाई चाहिँ धाँधोमा उभिने व्यक्ति चाहिँ परमेश्वरले खोज्दै हुनुहुन्छ। आज तपाईँ र मलाई चाहिँ त्यो व्यक्ति बनाउन चाहन्छ, त्यस्तो लिडर खडा गर्दै हुनुहुन्छ जो चाहिँ यहोशू जस्तो, जो चाहिँ किनभने
इजरायली जातिहरूलाई चाहिँ दूत अनि म बग्ने जग्गामा चाहिँ लिकिन गएको हामी पाउँछौँ मेरो प्रियहरू। त्यस कारणले यो 2082मा चाहिँ साँच्चै नै शक्तिशाली कामहरू प्रभुको निम्ति हामी गर्नुपर्छ भन्ने मेरो आशा अनि भरोसा म तपाईँहरूलाई सेयर गर्दैछु। आज साँच्चै 2082मा चाहिँ हामी चाहिँ परमेश्वरको शक्तिशाली कुराहरू है धेरै कुरा चाहिँ हामीले सुन्यौँ है, धेरै कुरा अब चाहिँ यो समय चाहिँ नि 82मा चाहिँ त्यस्तो व्यक्ति परमेश्वरले खोज्दै हुनुहुन्छ जुन चाहिँ देख्ने अनि गर्ने व्यक्तिहरू चाहिँ परमेश्वरले खोज्दै हुनुहुन्छ 2082मा। आज तपाईँ अनि म के तयार हुने? सुन्नुहोस् मेरो प्रियहरू, दाजुभाइ अनि दिदीबहिनी, जवान पुस्ताहरू, अब चाहिँ नि परमेश्वरको अभिषेकलाई बोकिकन हिँड्ने व्यक्ति चाहिँ परमेश्वरले खोज्दै हुनुहुन्छ। त्यस कारणले परमेश्वरको प्रेजेन्टमा, परमेश्वरको उपस्थितिमा हामी चाहिँ रहनु जरुरी छ। आमेन। हुन्छ, परमेश्वरलाई महिमा भएको यो भिडियो हेर्नुभयो कि कस्तो लाग्यो तपाईँहरूले सेयर गरिदिनु होला, कमेन्ट पनि गर्न सक्नुहुन्छ। नबुझेको कुरा यदि छ भनेदेखि तपाईँहरूले डाइरेक्टली मलाई मेसेज पनि गर्न सक्नुहुन्छ। ओके, जय मसीह।